to my new vlog. So guys, आज चाहिँ हामी जाँदैछौँ नुवाकोट। आजको राइड चाहिँ अलिकति लामो नै छ किनकि अब हामी नुवाकोट जान्छ तर नुवाकोटको अब के ठाउँ हुन्छ भने चाहिँ अब लेट्स सी हेरौँ गएर के हुन्छ। पानी पर्ला जस्तो अब मौसम त्यस्तै छ। सो अहिले चाहिँ हामी यता झोरमा छौँ, यता खाजासाजा खाएर अब टक्क लाएर निस्किन लागेको नुवाकोट। अब लेट्स सी बाटोमा के हुन्छ है। लेट्स गो। आजको राइड चाहिँ त्यस बबाले हुनेवाला छ। अब सो गाइज है बाटो चाहिँ एकदम धेरै खतम छ किनकि अब हाम्रो नुवाकोट जाने बाटो त अब भाइलो यहाँबाट अलिकति माथि मात्र पिच हो क्या। अब बाटो ओह्रालै प्लस अलिकति त्यो बाटो अफरोड होला नि कुद्नु बाधा आउँदैछ अझै त्यो माथि चाहिँ कुसबाट। सो अब शिवपुरी नगरपालिकाबाट तलतिर झरिसकेको छ होइन। यहाँको बाटो यहाँबाट हो क्या अलिकति त्यो हुन्छ नि ढलनवाला बाटो भए पनि अलिकति खच्चाकवाला बाटो क्या। सो यस्तोमा त यस्तो मजा आउँदैन। त्यही भएर हाम्रो चाहिँ अब यस्तो हो क्या। अब नुवाकोट जाँदाखेरि चाहिँ अब हाम्रो यस्तो हुन्छ क्या। अब पेट्रोलहरू चाहिँ अब तपाईँको पाउनु पनि सक्छ नपाउनु सक्छ। त्यहाँ अब एउटा दुईवटा पेट्रोल पम्प छ त्यसमा पनि फिक्स छैन क्या पाउँछ कि नआए। त्यही भएर हामी चाहिँ अलिकति यसमा अब यसले पेट्रोल धेरै खान्छ नि त त्यसले त अब खाँदैन। यसको त बडीमा दियो भने यसले 20 देला होइन 20 देला अहिले 20-22 दियो भने हाम्रो बिजोग हुन्छ। त्यही भएर हामी त अब न्युट्रलमै जान्छौँ क्या। अब तल ओह्रालो छ नि त ओह्रालो भने चाहिँ न्युट्रलमै जान्छौँ किनकि अब हामीलाई अब भागेर बिजोग गरेर बस्नु छैन क्या। क्याप्टन सर चल्दै सो चल छेउ चेप्नु है। छेउ चेप्नु क्या इबीको भर हुँदैन। ल ठोकिदिन्छ उनीहरू ठोकेर उनीहरू नै कहाँ पुग्छ थाहा हुँदैन। अनि त्यही त एङ्गल मिलाएको छैन क्यामेराको एङ्गल मिलाएको छैन क्यामेराको। यो पनि जोड हुन्छ नि त होइन चेकिङ होला। तर अस्ति चाहिँ हामी एक्चुअली चाहिँ यही बाइक बिग्रिँदा चाहिँ मैले एब्सेन्ट गर्थेँ नि त। अनि एब्सेन्टको चाहिँ हामी 3 जना आएको थियो क्या। अनि 3 जना आएको थियो अनि टक्कै हामीले सरलाई हाम्रो अर्को त्यो बस्नु गएको सरलाई ओह्राले। अनि त्यसपछि सर हिँड्दै आउनुभयो अनि सुस्मिता दिदी र म चाहिँ गर्थ्यो क्या। सुस्मिता दिदी र म चाहिँ गर्थ्यो अनि अगाडि गएको सिसालाई चाहिँ टक्कर किन भाइ एक्लै हिँड्दै आएको भनेर ट्रिपल आयो भने सोधिआएको रहेछ क्या। अनि होइन भनेर चाहिँ नआए नत्र म एउटा बाइक त्यसमा जाऊ के भयो त्यतिखेर हामी तिर्पलै गएको पनि किनकि बाइक एउटा बाना बनाएर हेलमेट बोकेर आएको नि त सिसर फेरि। अनि सोधिदिन्छ होला क्या हामीले के भयो सर एकदम बवाल भइरहेको। काठमाडौँको दुध सो है दुध सो अब मेरो लागा होला है। अब यस्तो पेट्रोल त बचाउनु पर्ने हुन्छ होइन। त्यही भएर होइन अलिकति त इसारै हान्नु यहाँ तलसम्म त अलिकति त्यस्तो बाटो छ नि त। यस्तोमा गाडी आइदियो भने बिजोग हुन्छ। यहाँ साफ राम्रो बाटो गाडी Hold up. Down. Damn, bro. यो ठाउँमा नयाँ अहिले अन्डर के भन्छ है बेसिरहेको ल। हामी चाहिँ अब गुरुङ गाउँ आउँदैछौँ है। गुरुङ गाउँ आउँदैछौँ। सो यहाँ त बर्खामा फेरि यो झर्ना अन्त फेमस हुन्छ नि फेरि आम्मा। यो झर्नाहरू फेमस हुन्छ क्या। हामी बिस्तारै टिकिरहेको गुरुङ गाउँ अस्ति हामीले है खाजा खाएको क्या। अनि बाइक बनाइ आइहाल्छ बाइक गुरुङ गाउँ आइपुग्यो है हामी चाहिँ गाइस गुरुङ गाउँ।
गाइस हामी चाहिँ नुवाकोट घुम्दै हामीहरू चाहिँ कोलोनीमा छौँ होइन अघि उता बिद्रुबाट यता आउँदाखेरि चाहिँ भिडियो बनाउनु पाएन किनकि अब त्यो गर्मी थियो हामी अब भोक लागिरहेको थियो नि त अब हामी खाना खाएको मान्छे अनि टक्क लगाएर अहिले चाहिँ टक्क कोलोनीको खाजासाजा खाएर अब चाहिँ दरबार जाँदैछौँ होइन अब रोशन सरले एनएस राइड हान्दै हुनुहुन्छ अनि म चाहिँ पछाडि छु सरको हजुर सिधै हिँड्नु यता लेफ्टतिर अनि टक्क अब यहाँबाट चाहिँ चल्दिरहेको छ हामी यहाँतिर चाहिँ चौकी पनि छ क्या रोशन रोशन सर अगाडि जानु न अगाडि इन्डिकेटर सो है अब चाहिँ यहाँबाट चाहिँ हामी फर्स्टमा नुवाकोट भन्दा नि अब सिलडेङ्गी जाने होइन सर फर्स्टमा सिलडेङ्गी जाने अनि सिलडेङ्गीबाट चाहिँ अनि त्यो उताको हामीले त अर्को बाटो जान्छौँ हाइवेबाट है यहाँ चाहिँ स्कुलको बुनुहरू है अब स्कुल टाइम भएको छ नि त अनि त्यसपछि अब त्यस्तो मलाई बाख्रा आएछ त बिस्तारै रोशन सरले राइड हान्नुहुन्छ क्या भाइ रोशन सर फेरि खतरा राइडर हो नि त सिधै हिँड्नु ल सिधै छ यता मास्टर अगाडि हिँड्नु नि तपाईँ कताको इन्डिकेटर हो हेलो इन्डिकेटर राइटको बोलिरहेको रहेछ क्या भयो सो है यो ठाउँमा पहिला चाहिँ हामीले खतरा साइकल चलाइरहेको थियो क्या पहिला सर क्या भाडाको साइकल बोकेर के अरे स्कुल बङ्क हानेर आउने मान्छे हो क्या हामी साइकल भाडाको साइकल चलाउनलाई सर कुद्नु है राइडर कुदे दियो यो चाहिँ डेटिङ स्पोट पनि हो क्या यो ठाउँ चाहिँ होइन यहाँ माथि चाहिँ एउटा पार्क छ क्या सर हो त्यहाँ चाहिँ डेटिङ स्पोट पनि हो अनि त्यही भएर डेटिङ स्पोट हो मेरो साथीहरू पनि कतिचोटि आएर जस्तो लाग्थ्यो एसी दिने बेलामा यहाँ अगाडि हो क्या पार्क छ क्या डेटिङ स्पोट जस्तो हो क्या पिकनिकहरू हुन्छ कोही कोही बेला त स्कुलहरूको चटक देखिन्छ क्या कपल्सहरूको चटक देखिन्छ त्यहाँतिर चाहिँ धेरै जस्तो यहाँ चाहिँ के सुटिङहरू Let's go. दुईमा है दुईमा ए हो क्या सर पार्क चाहिँ होइन गाइस पार्क यही होला बिजुरा पार्क भन्ने सरले फेरि हात छोड्यो हो त्यहाँबाट यता होला सर त्यहाँबाट ओ रोशन सर पछाडि आउँदै हुनुहुन्छ यतातिर राइटतिर राइट यता कहाँ छ यता धन्यवाद फेरि क्लच प्लेट जाला नि यसको त भर छैन सिलड्याङ्गी आइसक्यो ल हामी सिलड्याङ्गी यस सिलड्याङ्गी भन्ने हो सर है ओ माई गॉड सो है गाइस दिस इज मिनी फेवाताल होइन अब हाम्रो नुवाकोटको मिनी फेवाताल भन्ने चाहिँ हो अब आवाज है त्यस ढुङ्गा लिएर आउनु सर बोट बोकेर आउनु पनि हामी खासमा है तपाईँहरू पनि आउनु होला है एकदम धेरै खतरा छ हामी त अस्ति एकचोटि पनि आएको थियो अस्ति चाहिँ भिडियो बनाउनु पाएन किनकि अब त्यतिखेर हामीसँग केही सेटअपै थिएन नि त हाम्रो केही प्रिपेयरै थिएन क्या हावामै हिँडेको झोजा नि भनेर मान्छे सिधै यता आइदिएको अनि त्यही भएर अस्ति चाहिँ भिडियो बनाउनु पाएन सो है अहिले चाहिँ एकदम खतरा छ मौसमले अब किनकि अब 5-6 वर्ष लाग्यो पनि देश उज्यालो देखिरहेको छ हजुर ल ऊ त्यहाँनिर गएर खिच्छ क्या त्यहाँनिर छ क्या खतरा ठाउँ फोटो खिच्नुलाई ल रोड नै भयो यहाँ नि खिच्ने हो सर अहिले मैले यो तलको बाटो साइकल हालेको थिएँ क्या सर केटाहरूसँग
त्यसले चाहिँ धेरै अफर चल्यो भने यो तल लिएर गएर अनि तल एउटा पुल छ क्या त्यो पुलबाट नि हाल्न खोजेको तर साइकल थियो त्यो हुन्छ नि त्यो भरेको जस्तो त्यो बाटोबाट अनि मास्तिर जाने हो क्या दरबार चाहिँ दामी छ है तर हामीले अस्ति नै आएको भन्दा नि बवाल जस्तो लाग्यो क्या खतरा हो रोशन सर के बोल्न पर्यो तपाईँ भने टाउ चाहिँ एकदम बवाल हो अन्त उतातिर माछा पोखरी हेर्नु भयो भने तपाईँले माछा पोखरीहरू यतातिर छ क्या है यहाँ चाहिँ है आमा धेरै धेरै थरीका मान्छेहरू देख्नु पनि पाइन्छ आमामा चित्त सर हामी टिकटक बनाउने हो खतरा हाम्रो रोशन सर खतरा राइडर आमामा अहिले चाहिँ टक्क मकै के अरे मकै त्यो जमरा हाल्ने बेला रहेछ होइन फोटो खिच्ने यहाँनिर हो क्या यहाँनिरबाट हो क्या खतरा फोटो आउनु भनेको क्या किनकि यहाँनिर टक्कै हाम्रो चाहिँ देख्छ नि त ताल ल सिल ट्याङ्की है सिल ट्याङ्की यताबाट झन् बवाल देख्दो रहेछ यहाँको सब यहाँबाट झन् आम्मा भिडियो आयो है उठौँ सर हजुर हामी चाहिँ यहाँबाट चल्दिनु लाग्यो अब फोटोसोटो ड्याङडुङ भयो नि त चल्दिनु पनि हुन्छ नुवाकोट दरबार है लेट्स गो अब हेरौँ के हुन्छ अब यहाँ चाहिँ खतरा हेऱ्यो तर त्यहाँ फोटो नखिच्ने सर त्यहाँ फोटो नखिच्ने हजुर त्यहाँ फोटो खिच्नु पनि हुन्छ यो अब यस्तो रमाइलो रमाइलो ठाउँहरू छ नि त त्यही भएर अब रमाइलो देखिन्छ नि त यहाँबाट फोटो खिच्नु ड्याङडुङ चल्दिनु लाग्यो बिगन सेपुरा अब ड्याङ हुन्छ क्या है त पुल छ एउटा यो पुलबाट जानुपर्ने हुन्छ अस्ति नमान भिडियो छिराएको है एनएसए सकिन्छ Oh my God! मजा Let's go! Yes, sir. In. No. Come on, here. Hey, I'm going to see you later. So, honey, it's all. म डबल नबस्ने है हजुर नबसे त राम्रो राइड हाल्नुहुन्छ यहाँ चाहिँ हाइवेमा आइपुग्यो अब हाइवेबाट त अगाडि जाने हो खतरा राख्छ यहाँ मैले 120 सम्म हालेको थिएँ क्या अस्ति आएको बेला 120 क्या ट्याक्सी तर 120 25 सम्म पुग्न लाग्यो क्या मेरो रोशन सर यहाँ आइपुग्नु भयो क्या Let's go! So, जिन्दगी एउटा यात्रा हो यो यात्रामा आफ्नो प्यारो मान्छे आफैसँग भइदियो भने झनै रमाइलो हुन्छ सायद कसैले ठिकै भनेको थियो कि एउटा सफल पुरुष हावाको लहरसँग उडिरहन मन भयो तिम्रो त्यो बासना चल्यो रे हावाको लहरसँग उडिरहन मन भयो तिम्रो त्यो बासना मन हामी चाहिँ आज हाम्रो चाहिँ सेकेन्ड डे अन हाम्रो नुवाकोट होइन अब हिजो नुवाकोट दरबारतिर गयो अब यता चाहिँ अब हाम्रो फ्रेन्ड्सहरू गर्न पाएन
सो अब आज चाहिँ हामी अब निक्लिँदैछौँ अब हेरौँ अब लेट्स अब कता जान्छौँ अहिले चाहिँ हामी कोलोनी बजारमै छौँ क्या कोलोनी बजारबाट बल्ल खानासाना खाएर ट्याक्क निस्किदिएको चौकी आइपुग्यो रोशन सर पछाडि हुन्छ राइडर्स आज चाहिँ रोशन सरले राइडर हान्नु क्या मैले हिजो र आज चाहिँ रोशन सरले धेरै जस्तो राइडर हान्नु भएको छ नि त सरको हात पनि बस्छ अर्को प्र्याक्टिस हुन्छ भनेर चाहिँ त्यो छ नि त्यो त्यहाँको पानी चाहिँ यता पनि आएको छ क्या यहाँ तल छ क्या होइन यहाँ तल पानी आउँछ त्यसमा चाहिँ बिस्तारै छ बिस्तारै त्यत्रो गाडीहरू आज चाहिँ हामीले जाने बाटो हुँदैन क्या Let's go. Let's go. बजार आइसकेको छ है एक्चुअली बजार पुरानो बस स्ट्यान्ड अनि योबाट ल छ यता नदी छ नदीबाट यता 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 है सिसिली खोलाको नयाँ पुल पुरानो पुल चाहिँ यता छ भयो यो चाहिँ नयाँ भयो अगाडि यता चाहिँ ढुङ्गे भन्ने छ ढुङ्गे This is called Dhunge. कोही बिहारको भरे अहिले पेट्रोल पम्प छ पेट्रोल कहिले पनि हुँदैन धेरै जस्तो अस्ति हामी यहीँ आएर फर्क्यौँ क्या सर पेट्रोल हल्का न्युरिङ पर्छ देखिन्छ देखिरहेको छु हाम्रो गाडी अगाडि अनि गाडीको पछाडि अहिलेलाई हेरौँ न कस्तो लेन पिटेको आफा निस्किने कस्तो क्या छ कस्तो खालको हो त यस्तो त नगर्नु पर्ने हो नि हुन्छ नि यार अलिकति यार आफूले पेल्नु यार आफूले जति उडाउँछ उडाउने अर्का लेनमा गएपछि अनि त्यतिकै यो एक्सिडेन्ट त हुन्न नि यो जुन यो विचलनहरू छ नि सबै बच्चाहरू क्या भने उनीहरू अनि आफूले हुन्छ नि आफूमा आफूमा कन्ट्रोल छैन गाडीले आफूले कन्ट्रोल गरेर यसो लानु सक्छ टोलीहरू त्यसको चाहिँ अगाडि धुवा उडेर गएको नि म्यानो सक्छु राइटबाट कस्तो हो र भने के बेसीले हो भने होइन हामी गाइस बराबर आइपुग्यो किलोमीटर
Wow. Super bro. We have 36 kilometers higher. अगाडि चेक पोस्ट होइन त्यहाँ जाँदैछ चेक पोस्टको अगाडि गर्नु पर्यो नि अब सुरु छैन अगाडि त्यो त नत्र त फेरि सुनिने हो कि अब कुन गाडी बिस्तारै है चेक पोस्ट आयो त्यो माइक्रोवाला कस्तो चुति आयो कसम से आउ क्यामेरा ठिक छ नि हैन क्यामेरा त ठिक छ क्यामेरा पकड्ने मान्छे चाहिँ ठिक होइन त्यसको पढाइमा पनि जेल हुन्छ अहिले बुझ्न त्यसको पढ्ने माइक्रो पढ्नमा पनि जेल हुन्छ अहिले के हुन्छ त्यस्तो माइक्रोहरुको भरे हैन त्यसले अब कहाँ पुग्छन् हाल्यो कहाँबाट पुग्छ हैन So guys, हामी चाहिँ अब जाने बेला खतरा छ क्या यसको कसम चाहिँ तपाईँले एउटा उडाइदिनु हो छेउमा जाइया हैन भन्ने मजा आउँछ नि त पठाएपछि समात्न क्या हो
हल्का हुँदैन त बाइक हुनु पर्यो सर यो चाहिँ गाडी हो अरूको बाइक हो नि कस्तो बाङ्गो भयो हिँड्नु न म भनिहाल्छु नि बिस्तारै हिँड्नु अनि हेर्छु अनि भन्छु उकालो छ बाटो यस्तो पिच भयो भने उकालो छ नि त अब त्यो बाटो कुदाइसक्यो अब हामीले त्यहाँनिर हामीले कुदायो बाटो बाटो त हामीले कुदाउनु पर्ने हुन्छ नि होइन अब त वाको उकालो छ क्या हामीले अब उकालो मात्रै जानुपर्छ है हामी गाइज है हामी चाहिँ आइपुगिसकेको छ लौके जाने बाटो यता छरेबाट माथि आएर अब यहाँबाट चाहिँ मासतिर हामी यता मासतिर जाँदैछौँ अब है म त पहिल्यै गइसकेको हो नि त अब सरहरू चाहिँ जाने हो क्या त्यही भएर अब सरहरू जानु भएको छैन विक्रम सर चाहिँ अगाडि जानु भइसक्यो अब हामी दुइटा नि अब चलिदिन्छौँ है लेट्स गो पहिला बनेको थिएन नि त अहिले बनेछ अहिले ढलान चाहिँ माथि ढलानमा माथि अघि तराई बेला चाहिँ अलि बाटो फुट्छ थोरै हो धेरै राम राम गुरु राम राम हिँड्नु हिँड्नु शिशिर बुढाले यहाँबाट काट्दै क्या बुढाले त्यही अगाडि छ घरहरू कति टाढा हो यहाँबाट पिजै रहेछ त बाटो खुल्ली दिनबाट हामी तलबाट होइन गैरी गाउँमा हो गैरी गाउँमा त मेरो आफ्नो ठाउँ हो फोटो खिचिरहनु हो कि सर हजुर फोटो खिचिरहनु हो कि यहाँ माथि हजुर माथि जाऊँ न तलदेखि भने जस्तै त्यही डाँडामा जाने के भयो सिप्ला त्यसले काट्ने पछाडि पछाडि चिप्लेको यस्तोमै त चिप्लिने This is round. Also the mountain, round. Chill all our face. Go.
त्यसैले हेर्नेर बन्द गरिदिइरहने स्टार जाने बेला के आउने बेला बाइकै लौके झर्नाको त पारिपुरी आइसकेको छौँ खतरा होइन दुईजना ठाउँमा अनि हामी चाहिँ अब यहाँ फोटोसोटो खिच्यौँ 2-4 खतरा पोज दिएर बस्नु भयो त सर तपाईँ बुझ्नु सर तपाईँलाई के भन्नुहुन्छ बाटो कस्तो लाग्यो तपाईँलाई यहाँ लौके झर्नाको बाटो त एकदम राम्रै छ तर अब यहाँबाट देख्नुहुन्छ तपाईँले 1.5 किलोमिटर चाहिँ कस्तो नराम्रो बाटो रहेछ भनौँ न सो है अब चाहिँ हामी लौके झर्ना गएर अब एकछिन नुहाउनु पनि हुन्छ गर्मीले वाइल है नुवाकोटको गर्मी अब यहाँ काठमाडौँ पनि आएर खाँदैछौँ क्या हामी गर्मी अब सो है विक्रम सर तपाईँलाई चाहिँ के भन्नु छ म त फर्स्ट टाइम बवाल लगाएर नुवाकोट गइयो बवाल भयो राइड पनि बवाल मजा आएन नि सर दरबार कस्तो मजा आएन अक्खा रमाइलो यस्तो बवाल रमाइलो भयो क्या है अब फेरि सोचेको भन्दा नि बवाल रमाइलो भयो सो अब हामी चाहिँ यहाँबाट चल्दिनु पनि हुन्छ टक्क अब झर्ना आइपुग्नु लागेको छ नि त त्यहाँ आइपुग्नु लागेपछि गएर ड्याङडुङ फोटोसोटो हान्ने नुहाइधुवाइ गर्ने गर्मीले यहाँ बढ्न आँटिसक्यो लेट्स गो सर लेट्स गो चल्दिहाल्यो लेट्स गो है चल्दैको हामी चाहिँ ओके ब्रो झरना गर्मीले मरिएला जस्तो छ है झर्ना नपुग्दै फेरि गएला जस्तो लाग्यो यस्तो गर्मीले चाहिँ आज फेरि त्यहाँ पछाडिको बाटो बन्द रहेछ नि त कि अलि अगाडिसम्म भयो जान्छ नि त बाइकहरू अनि अहिले त ल बाटो त बनाउँदै रहेछ त्यसपछि माटो हाल्दो रहेछ त्यसपछि बाटो नआउनु भयो बाइक नआउनु भएपछि हाम्रो मात्रै छोडेर आयो नि त बाइक यस्तो बिजोग भइरहेको छ हाम्रो सरहरूको बाइक उता छोडेर आएपछि हालत खराब एकदम अब नुवाकोटको गर्मी अब झर्नामा गएर झर्नामा गएर पोखानले रे त्यही भएर चाहिँ झर्ना छिरेको हो क्या आज झर्नामा गएर फुल फ्रेस हुने फेरि त्यही हो फेरि हालत त त्यही हो त्यही भए पनि भनौँ न शुद्धिकरण गर्न गइएको छ चोखो बन्न प्योर पानीमा प्योर त्यो शिवपुरीको त्यो कहाँको होइन ढलको पानीमा तर त्यहाँको पानी सफा छ पानी सफा छ तर त्यो माथि त्यो टप उसबाट आएर चाहिँ क्या त्यो डाँडा गाउँ छ नि त्यो भने तल त्यो के छ झोरको झर्ना त्यही पानी त हो त्यही पानी जस्तो लाग्यो क्या यसको अपोजिट हो ठ्याक्कै यसको अपोजिट उता हो नि त झोरको झर्ना पनि ओ भ्यू चाहिँ बवाल देख्ने है यो बाटो आएर होइन नि यो त कुन हो कहाँको सर यो त त्यो बाटो पनि छन् त खन्ता हिँडायो यो मान्छेले हामीलाई आज मैले हिँडाएँ रे म त गइसकेको झर्ना हो म त नगए नि हुन्छ भने मैले लास्टमा त जाने हो र भने हो नि त मैले त्यही त नि त्यो हो सर है ल आइहाल्यो ठिकै छ अब नयाँ जानु हामी चाहिँ स्ट्रेन्जर हो के यु आर अ गाइड यस यस म चाहिँ गाइड हो क्या सरहरूको अब सरहरूलाई मिठो गाइड गर्दैछु सर यहाँबाट सिधा तलतिर जानु ल झर्ना आउँछ हामी फालिदिनु सर अब चाहिँ झर्नाको बिस्तारै थोरै उ देखिँदैछ है झर्ना देखिँदैछ है सर देख्नुभयो होइन सरहरूको किलमेल सुमाइदिनु नि त नुहाउनु हुन्छ स्याम्पू पनि बोकेर हिँड्नु भएको छ क्या करोडको माल है 10 करोडको माल है 10 करोड अब है हामी झर्ना यहाँबाट 800 मिटर अगाडि है यहाँबाट 800 मिटर अगाडि जानुपर्ने हुन्छ हामी बाटो बन्द रहेछ डोजरले बाटो खन्दै जस्तो लाग्यो ऊ त्यहाँ अब चाहिँ अब हामी नेक्स्ट टाइम आउँदा फेरि चाहिँ यहाँ पनि अब बाइक जान्छ है झर्नै अगाडि बाइक पुग्छ ड्याङ पहिले यहाँसम्म हामीले अस्ति नै बाइक ल्याएर छोडेर गएको त नि यहाँ चाहिँ सानो बाटो थियो क्या अहिले चाहिँ बाटो बनाउँदो रहेछ है पहिला आउँदा चाहिँ यहाँ बाटो थिएन नि त अहिले चाहिँ बाटो ठुलै बाइकहरू जाने बाटो बनाउँछ अब यहाँ बाइकहरू गाडीहरू टक्क त्यो पात झन्डा के अरे झन्डा अरे झर्नाकै साइडमा पुग्ने बाटो बन्दै रहेछ क्या अब चाहिँ यहाँ है अब चाहिँ यहाँ बाटो बन्दैछ अब चाहिँ झर्ना थोरै 2-4 मिनटमा पुगिन्छ हामी है त लेट्स गो हजुर रोड थिएन सानो बाटो थियो क्या सर मान्छे मात्रै अगाडि हिँड्ने भिडियो गरेर आछु ल भिडियो Yeah, boy. लसा ठुलो
हमारे साथ चलो देखो जंगल कितना ब्यूटीफुल है सो गाइस चाहिँ हाम्रो चाहिँ नुवाकोट टुर होइन हामी चाहिँ नुवाकोट टुर सकेर चाहिँ ड्याङ आइसक्यौँ हामी काठमाडौँ है ब्याक टु द काठमाडौँ अनि त्यसपछि अब जस नुवाकोट हाम्रो चाहिँ नुवाकोटको चाहिँ जस हाम्रो एकदम धेरै खतरा मेमोरिज पनि भयो क्या किनकि अब खतरा खतरा ठाउँ घुमियो नि त अब दरबार गइयो त्यसपछि अब हामी सिलट्याङ्कीदेखि लिएर सब ठाउँ घुम्यो क्या सो है कहीँ पनि त्यस्तो बाटो अब त्यस्तो अप्ठ्यारो धेरै अफरोड भन्ने भएन जो सबै ठाउँमा राम्रोसँग पुग्यो राम्रोसँग घुम्यो है त्यहाँदेखि लगाएर तपाईँहरू पनि नुवाकोट एकचोटि भिजिट गर्नु होला सो है अहिलेको लागि चाहिँ टाटा बाई बाई थ्याङ्क्स फर वाचिङ माई भिडियो एन्ड सो लाइक एन्ड सब्सक्राइब त्यहाँदेखि लगाएर सेयर पनि गर्नुपर्ने हुन्छ थ्याङ्क्स सो मच